अलराइट गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। अनि अहिले चाहिँ भर्खर 5:30 भयो होइन। अनि म चाहिँ उठेर यहाँ अब गाई बस्तुले कुँडो सुँडो दिनु छ। मम्मी चाहिँ हुनुहुन्न, उता मम्मी घर जानुभएछ, बाबा भर्खर काममा जानुभयो होइन। त्यही भएर मैले बिहानदेखि काम गर्नुपर्छ। अझ काँक्रो पनि टिप्नु छ कि, त्यही भएर मैले चाहिँ भिडियो बनाउनु ला, किनकि आज कति धेरै चाहिँ काम गर्न सकिँदो रहेछ हेरौँ भनेर हो क्या। अब मैले चाहिँ एक्लै दिनुपर्छ कि कुँडो सुँडो चाहिँ दिदीहरू उठ्यो भने होइन, त्यो मलाई मात्र जिम्मा दिनुहुन्छ कि यो काम, त्यो कुँडो सुँडो दिने। त्यही भएर तिनीहरू उठ्दैनन्, तिनीहरूको भात तरकारी पकाउने हो नि त। त्यही भएर मेरो चाहिँ काम भने कुँडो सुँडो दिने तर सकाएर फाल्ने होइन, त्यस्तै त्यस्तै छ। त्यही हो, अब चाहिँ म मस्त एकैछिन काम गर्छु अनि फेरि काँक्रो टिप्न जानुपर्छ त्यहाँनिर। हाम्रो कोर्स चाहिँ यस्तो छ होइन, के गोठ देखाउने भिडियोमा, अब गोठ देखाएर के काम होइन, जे पनि हल्का काम अन्त भिडियो बनाउनको लागि हो यो। त्यति बालौँ अब चट्ट लगाएर एकैछिन काम गरेर अनि चिया सिया खानुपर्छ, एकैछिन एक्सर्साइज गर्नुपर्छ अनि त्यहाँ काँक्रो टिप्नु जानुपर्छ। अब चाहिँ म कुँडो दिन्छु है त। अलराइट गाइस, अब चाहिँ यहाँ गाई बस्तुलाई कुँडो सुँडो दिनुपर्छ। कुँडो होइन, कुँडो चाहिँ त्यो पानी हाल्ने हो कि भुसामा पानी हालेर मोलेर दिनुपर्छ। त्यही भएर यसको पानीलाई एकैछिन सफा गरौँ अनि त्यसपछि चाहिँ भुसा सुसा हालेर पानी सानी हाल्नुपर्छ यसलाई। अब चाहिँ बढाएर पनि सक्यो। अब एउटा यता गाईको ठाउँमा धन्दा पनि सकिसक्यो। यहाँ बाहिर सार्नुपर्छ। मैले चाहिँ पाठाहरूलाई होइन दाना हालिदिइसकेँ। हारा लुस छ, सानो भाँडोमा हाल्दै ल, यतिको चाहियो कि ल, तर मिलेर खान्छन् है। यता कुँडो पनि सकाइसक्यो। अब यिनीहरूलाई सेउला हालिदिनुपर्छ।
यता कुखुरो छ यता यसले चाहिँ ओथार खोजी जाने यसलाई अब ओथार दिनु हो सोला हालिसकेँ अब चाहिँ हातखुट्टा धोएर चिया खानुपर्छ एकछिन एक्सर्साइज गर्नुपर्छ त्यही हो टक्क लाएर हिजो रातभरि पानी पऱ्यो क्या त्यही भएर आज चाहिँ काँक्रो टिप्नु पनि दिनभरि रात टिप्नुपर्छ त्यही भएर के भयो यहाँ आऊ यति कराइदिने अरे यहाँ आइज आइज ला 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 कुखुरो आउँछ त ला 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 भने आऊ आइयो आइज आऊ यहाँ आऊ यहाँ आऊ यहाँ 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 आऊ चाँडो आऊ हो ल के खान्छस् हात खान्छस् ल ल के सुमसुम आउन आएको नि भुँडी सुकेछ भाउ तेरो त दुध खाइन साझा यता हेर्दा खाइन मन खाइन हो ल ठिक छ जा 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 तैँले त बरु पिठो भयो नि खाइस् मैले केही खाएँ छैन अब त्यो पिठो खाने कुरो भयो नि यार त्यो चाहिँ यहाँ माथि किचनमा आएर पानी पनि बसालेँ यता चिया छ चिया पनि पाक्दैछ एकैचोटि बसालेको छु फर्स्टमा चाहिँ पानी खानुपर्छ अनि त्यसपछि चिया खानुपर्छ मैले चाहिँ पानी हालिसकेँ अङ्खरामा अब चाहिँ म पानी खान्छु अनि गिलो रोटी बनाउनु पर्छ भोक लाग्छ नि त भोक पनि लागिरहेको छ गिलो रोटी र चिया खानुपर्छ फर्स्टमा चाहिँ म पानी खान्छु गिलो रोटी अनि कालो चिया रेडी भइसक्यो अनि म चाहिँ छतमा आइछु अहिले देख्न सक्नुहुन्छ घाम पनि लाग्नलाई चाहिँ कति 7 बज्न आँटिसक्यो यार अब त चाँडो चाँडो खाएर एकैछिन एक्सर्साइज गरेर नास्ता पनि खाइसकेँ नास्ता बिहानको ब्रेकफास्ट बनाउन खाइसकेँ अब चाहिँ एकैछिन एक्सर्साइज गर्छु मोबाइलमा चार्ज पनि सकिँदैछ चार्ज गरेर अनि मात्रै म चाहिँ काँक्रो टिप्न जान्छु दिदी पनि उठ्छु होला जानुपर्छ अब चाहिँ यसो एक्सर्साइज गरौँ है त त्यस्तो त आउँदैन जे हल्का हल्का अहिले चाहिँ मोबाइलमा पनि चार्ज कम छ जम्मा 15% जति छ अब चाहिँ म चार्जमा हाल्छु मोबाइल अनि मात्रै काँक्रो टिप्न जान्छु त्यही अब चाहिँ म ठ्याक्कै काँक्रो टिप्ने बेलामै भेट्छु है त चार्जमा पनि हालेँ अब चाहिँ काँक्रो टिप्न जानला मैले चाहिँ टिपिसकेँ तलको बाटाको चाहिँ टिपिसकेँ त्यहाँ चाहिँ 2 किलो जति भयो अनि त्यहाँ चाहिँ मेरो कान्छी अम्रेमा केले टोकिदिरहेको भने हेर्न सक्नुहुन्छ कस्तो सुन्दैछ कि केले टोक्या हो आथा था त्यो ड्याङपाटे त्यो के हो चर्के कमिलोले फुली छ भने यार यहाँ दुख्दो रहेछ कि त्यसरी के भने काम गर्नुपर्छ ठक्क मैले चाहिँ त्यहाँ 2 किलो टिपेँ अब यहाँ चाहिँ कति 3-4 किरेट होला यतिमा यति भएमा 3-4 किरेट हुन्छ होला अब चाहिँ म टिप्छु हो
मैले चाहिँ यति टिपिसकेँ, अझै टिप्नु बाँकी छ है। अनि सानीहरू आउनु लाएर यता खाना पकाउनु पर्छ नि त, 6-7 जना आउनु लाएर दिल्ला मात्रै गाह्रो हुन्छ नि त पकाउँदाखेरि। अब एकछिनमा मम्मी पनि आउनुहुन्छ, मम्मी र म भएर त्यो टिप्नुपर्छ अहिले एकछिनमा। यति त मैले टिपेँ। अनि तल्लोको पनि मैले टिपिसकेँ, अघि नै टिपेँ, तल चाहिँ 2 क्रेट जति भएछ। यता अझै बाँकी छ, उता परपट्टि झन् अझै बाँकी छ। यो 2टा प्लट मात्रै बाँकी छ, 2टा प्लट हाने टन्नै हुन्छ यहाँ। अझै 3 क्रेट जति कमसेकम हुन्छ यसमा, आज 6-7 क्रेट जति हुन्छ होला है। त्यही हो, अब चाहिँ म घरमा जान्छु। यसो लुगा नि त फेर्नु पऱ्यो नि, मान्छे आउनु आयो। घर बस्ने लुगा लाएर पुरा खोर्छ कि, घर बस्ने लुगा यही लाएर बस्नुहुन्थ्यो। पुरा यहीँ भिजी छु कि यहाँ लुथुरुमै, त्यही भएर अब चाहिँ म घर जान्छु। नानीहरू चाहिँ खानासाना खाएर जानुभयो भर्खर। अनि चाहिँ त्यस्तो भिडियो चाहिँ बनाउनु पाइनँ क्या, फेरि चाहिँ कस्तो लाज लाग्छ नि त, फेरि भिडियो बनाउँदै जानु दिए खानाको ठाउँमा होइन। हल्का मिलाएर चाहिँ खिचेँ यतापट्टि आएर। अनि अब चाहिँ यहाँ काँक्रो अहिले नटिप्ने रे कि, घाम लाग्नु थाल्छ। फेरि अहिले एकछिनमा टिप्ने त्यहाँनिर के दिउँसो टिप्ने झ्याउ हुन्छ नि त, भिडियो सिडियो एडिट गर्नु पऱ्यो भनेर बस्यो हो। सो आजको लागि यति नै, थ्याङ्क यू सो मच फर वाचिङ। अब चाहिँ अर्को भिडियोमा भेटौँला। सबले सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। म चाहिँ घर आएर लुगा फेर्दा ओर्दा सानीहरू चाहिँ आइपुगिसक्नु भएको रहेछ। माथि हेरेको त खाना खाँदै हुनुहुन्थ्यो, अनि म पनि एकैछिन त्यहाँ बसेँ।